हेलो गाइज वेलकम ब्याक टु दिस माई ब्लग। म चाहिँ सृष्टि देशवाल हो। हजुरहरूलाई थाहा नै होला। अहिले म आफ्नो घरको सबैभन्दा माथि छु, छतमा। त आज म तपाईँहरूलाई देखाउँछु मेरो छतमा कुन कुन फ्लावर छ, कुन कुन फ्लावर छैन। हजुरहरूलाई म सबै देखाउँछु। कुन सुकिसकेको हो, कुनमा हामी पानी राख्छौँ। म अहिले यो फ्लावरहरूमा सबमा पानी राख्ने बेला छु। हजुरहरूलाई म देखाउँछु। ओके, सो लेट्स स्टार्ट। यहाँ हेर्नुहोस्, यो चाहिँ पहिला सुरु धारा खोल्यौँ हामी। यहाँबाट पाइपबाट पानी जान्छ अनि हामी पानी भर्छौँ। यहाँबाट पानी निस्कियो अनि हामी पहिला यो फ्लावरमा राख्ने। यो फ्लावरमा चाहिँ फुल आएको त छ कि नै छैन आएको, यति ठुलो भइसक्यो यो फ्लावर, तर पनि आएको छैन यसमा चाहिँ फुल। म चाहिँ हजुरहरूलाई देखाउँछु नि। देखाउँछ हजुरहरूलाई। ओके, सुकिसक्यो नि पानी पटाउँदै। यो वाला फ्लावरमा पानी पटाउँदै हामी अहिले यहाँ हेर्नुहोस्, जराहरूमा पानी पटाउँदै हो हामी अहिले। कस्तो खतरा है यसमाको फ्लावर साथीहरू। फ्लावरै फुले छैन, कुनैमा पनि पानी राख्नु पऱ्यो छिटो। धेरै हो त्यसमा छ, त्यहाँ कपडा सुकेर यहाँसम्म छ। अहिले उता साइडमा पनि हो, उतिको साइड माने हो। यसमा हामीले अहिले पानी राखिदिइसक्यो। यहाँ हेर्नुहोस्, हेरेर होला यसमा धेरै भइसक्यो। यसमा यहाँ अहिले पानी राख्दैछ, हेरेर होला। पानी झऱ्यो है। हो, यो वाला सबभन्दा खतरनाक फ्लावर चाहिँ यस्ता फ्लावर आइसक्यो। वाउ, सो ब्युटिफुल, सो एलिगेन्ट, जस्ट लुकिङ लाइक ओ वाउ। म जस्तै यो फ्लावर पनि। वाउ, काली देखेछु क्या म पनि। लटेको छ त पुरै खाली नै रहेछ, पानी राख्नु बेकार हो। पानी घाँस फुस मात्रै हो। यसमा के गर्नु म। ए वाउ, यसमा फ्लावर फुलेर वाउ कति राम्रो फ्लावर छ। वाउ, म जस्तै वाउ, म पनि ब्युटिफुल, यो पनि ब्युटिफुल। यसमा मैले अघि नै पानी राखेको, हजुरले हेऱ्यो होला फर्स्टमै। यो पनि त्यही फ्लावर हो, सेम। यसमा नि हामीले पानी राख्यौँ। हामी पानी राखेर निस्किसकेपछि अब यसमा वाउ, यो कति खतरा फ्लावरहरू छ हेर्नुहोस्। अहिले हामीले त्यतिमा पानी राखिदिइसक्यो। अनि त्यहाँ हेर्नुहोस्, मेरो बहिनी र एउटा काली केटी खेलिरह। त्यसलाई हामीले मायाले काली बोलाउँछौँ। खेल्न दिनु, डिस्टर्ब नगरौँ। अनि यो चाहिँ यो मेरो घर छिमेकीहरू हो। यो चाहिँ मेरो घर। अहिले वाउ, यो फ्लावरलाई हेर्नु त, वाउ कति राम्रो देखेको। वाउ, म जस्तै हो सेम सबै फ्लावरहरू। वाउ,
अल फ्लावरमा पानी राखिसक्यो अब फुल पसिना मन थाल्छ म वाउ पानी भरिरह यसमा एउटा राम्रो चिज देखा हजुरलाई लोभ लाग्छ होला त्यहाँ आँप हेर्नु भयो कति धेरै हो खान मन लागिसक्यो त्यहाँ आँप देख्ने बित्तिकै वाउ हाय हाय मलाई खान पाइदिएको भए वाउ कति खुसी हुन्थेँ होला म फेभरेट हो र नेक्स्टतिर यतै फ्लावर हो जुनमा एउटा मात्र फ्लावर छ एउटा मात्रै फुल छ अन्त मेरो बहिनीलाई हेर्नु मेरो बहिनीलाई त्यहाँ हेर्नु मेरो बहिनीलाई खेलेर बसिरह खेलोस् डिस्टर्ब नगर्ने उसलाई डिस्टर्ब नगर्ने है उसलाई कतिखेर जाने भएछ पानी भर्दै है ल अब नेक्स्टतिर जाउँ यसमा धेरै भयो यसमा केही छैन यो चारवटामै केही छैन कुछ भी हो तर पनि राखिदिउँ हामी यसमा खाने वाउ लिक भयो पानी यसबाट तब जम्या यहाँ आइसक्यो मेरो बहिनी वाउ यो फ्लावर हेर वाउ त्यहाँ दुईजनालाई हेर्नु उइला मिस्टेकले झऱ्यो है सरी अनि यो चाहिँ घिउ कुमारी हाम्रो मैले प्राङ गरिदिएँ बहिनीहरूसँग खेल्ने बहिनीहरूसँग मैले चाहिँ प्राङ गरेर पानी नै झार्थ्यो जिउमै मैले खालि यही फ्लावर भेट्छु त म पनि हौ वाउ सबैभन्दा ब्युटिफुल फ्लावर अमेजिङ सुन्दर हाम्रो फ्लावर ल अब हामी जाउँ यहाँबाट अब हामी बन्द गर्छौँ त मैले आइसकेको छु रुममा म धेरै गर्मी भइरह त म फ्यानको प्लग थिच्छु कुलरको पनि थिचिदिन्छु मजाले हावा लिएर बस्ने अब एकछिन समेत
त मैले प्र्याङ्क गरेको है त्योसँग ल जाउँ सरी भन्न माम गेटलाई खोल्यो मेन गेटतिर लाग्यो मेन गेटतिर पुगिसकेपछि ऊ यही बहिनी थियो यही बहिनीको जिम्मा मैले जराएको थिएँ